तीन तल्ले घरको छतबाट पहिलो तल्लाको झ्यालसम्म झरेर पिलपिल गर्दै बलिरहेको झिलमिली बत्तीलाई एकछिन टोलाएर हेऱ्यो र बसन्तले भन्यो, जाउँ साथी हो, अब यो घरका मान्छे तल झर्छन् जस्तो लाग्दैन मलाई। उसको स्वर लगातार आधा घण्टा बट्याएपछि सुकेको थियो। तिर्खा पनि उत्तिकै लागेको थियो। पाएको भए एक अम्खरो पानी एक सासमै रित्याइदिने थियो। पछाडिबाट रमेशले भन्यो, जाने भए जाउँ, तर आशिष दिएर जाउँ। घरबेटीले गति छाड्यो भनेर हामीले छाड्नु हुँदैन। खोयाको गति नछाड्नु? सालीहरूमाथि जाँड घोकेर तासमा नारिएका होलान्। यत्रो बेर गाएको नसुन्नेले हाम्रो आशिष सुन्छन् जस्तो लाग्छ तिमीहरूलाई? झोकिँदै भन्यो पुण्यरामले। पुण्यरामको कुराले देउसी टोलीमा थोरै खैला बैला भयो। केटाहरूको गाईगुई बढ्न थाल्यो। ठिकै छ नि त, यत्रो बेर त खेलियो, अब 2 मिनट त हो, म भट्याउँछु अनि जाउँला। ल विष्णु, मादल बजा, सकेर गइहालौँ, अब त अबेर पनि भइसक्यो, दरबार पुग्नु छ। बसन्तले सुकेकै स्वरमा भन्यो। बसन्तका कुरा भुइँमा झर्न नपाई विष्णुको मादलले ताल दिइहाल्यो अनि आशिष सुरु भयो। देउसी सकेर केटाहरू बिस्तारै आफूले ल्याएको झोला मिलाउन थाले, जसमा पोहोरको भन्दा पनि थोरै भिक्षा थियो। अरूले झोला मिलाउँदा बसन्त भने एकटक त्यही घरमा हेरिरह्यो। घरको दोस्रो तलाको झ्यालबाट एउटा लगभग 5-7 वर्षको केटो आफ्नो दुवै हातले चिउँडो अडाएर बसन्तलाई नै हेरिरहेको रहेछ। त्यो केटाले बसन्तलाई यस्तो नजरले हेर्यो मानव बसन्त कुनै अर्कै ग्रहको प्राणी हो। केही बेर झ्यालबाट हेरेर त्यो केटो बसन्तको नजरबाट विलीन भयो। बाहिर बसन्तलाई हेरेर भर्खर दाजुको कोठामा आएको केटाले बसन्तकै उमेरको आफ्नो दाजुलाई सोध्यो, दाई, ती अघिका मान्छे किन आएका? मोबाइलमा एकोहोरो भएर हेरिरहेको दाजुले उसको कुरा सुनेन, वा भनौँ सुन्न चाहेन। केही नबोली बसिरह्यो। भाइले निकै बेर कराएपछि दाइले झर्किँदै भने, देउसी खेल्न आएका हुन्, जा अब सुत, 11 बजिसक्यो। भाइलाई सोध्न मन लागेको थियो, दादा, देउसी भनेको के हो? तर दाजु भर्खरै जसरी झर्केको थियो त्यो सम्झेर सोध्नै सकेन। मन खिन्न बनाएर ओछ्यानमा पल्टियो। उसलाई मनमा लागेको थियो एकपल्ट बाबालाई सोधौँ कि भनेर, तर हिजो मात्रै तास खेलेको बेलामा बाबाको छेउ बस्दा बाबाले भनेको सम्झियो, बाबु, सानो मान्छे तास खेलेको ठाउँमा आउनुहुन्न। अनि मनमा नै सोच्यो, सायद त्यो तुङतुङ गरेर बज्ने कुरा देउसी हुनुपर्छ। यस्तै या सायद अरू केही सोच्दै केही बेरमा निदायो। त्यो केटो निदाउन्जेलसम्म भने देउसी टोली एउटा घना जङ्गलको बाटोमा हिँडिरहेका थिए। अब थोरै मात्र पर हो साथी हो, हामी दरबार पुग्न आँट्यौँ। बसन्तले दरबार नजिकै भएको आश्वासन दिँदै भन्यो। केटाहरू सबै निराश देखिन्थे। सबैको मुहारको चमक हराएको थियो। दरबारमा गएर के भन्ने होला भनेर सबै बहाना सोच्नमा व्यस्त थिए। केही बेर हिँडेपछि उनीहरू ठूलो दरबारको मूल ढोकामा आइपुगे। ढोकाकै छेउमा एउटा दरबान कुर्सीमा मस्त निदाइरहेको थियो। बसन्तले उसलाई उठाउनका लागि सुकेको स्वरमा आवाज दियो, दाई, हामी राजालाई भेट्न आएका, ढोका खोलिदिनु त। दरबान बिस्तारै आँखा मिच्दै उठ्यो र भन्यो, को हो तपाईँहरू? अनि पुण्यरामलाई हेरेर बसन्तलाई देखाउँदै भन्यो, अनि यो केटी जस्तो बोल्ने केटा को हो? पुण्यराम र अरू केटाहरूले आँसु थाम्नै सकेनन्। साँच्चै धेरै भट्याएर बसन्तको स्वर केटीको चाहिँ भएको थियो। खुब आशिष दिएर जाउँ भन्थिस् नि मुला, थाहा पाइस् नि होइन? कि यहाँ पनि एकछिन भट्याउने हो? पुण्यरामले जिस्काउँदै भने। नकरा, कति जिस्केको? बसन्तले केटीकै स्वरमा भने। केटाहरू फेरि एकपल्ट हाँसेर मुर्छा परे। त्यतिकैमा दरबानले भने,
भाइहरू देउसे खेल्ने हुनुहुँदो रहेछ। जानुहोस्, तर धेरै बेर नलगाउनु होला। महाराज आजकल खासै खुसी हुनुहुन्न। सुनिन्छ मार्क जुकरबर्गले गर्दा उहाँको निन्द्रा हराएको छ। भित्र गएर मार्कको नाम चाहिँ नलिनु होला। केटाहरू बिस्तारै दरबानले खोलिदिएको ढोकाबाट भित्र छिरे। तिहारले दरबार पुरै उज्यालो भएको थियो। बाटैभरि दियो बालेर सजाइएको थियो। एउटा लामो सभाकक्षको अन्तिममा राजा आफ्नो राजगद्दीमा झोक्राएर बसिरहेका थिए। केटाहरू राजा सामु पुगेर उनलाई हात जोडे। बलिराजाले खुसी हुँदै भने, के ल्यायो त देउसे? अनि एक एक गर्दै सबैको अनुहारमा हेरे, तर कसैको अनुहार देखेनन्। सबै देउसेको अनुहार त सभाकक्षको भुइँले मात्र देख्यो। किन बोल्दैनौ ए केटा हो? भने के लिएर आयो? बलिराजाले रिसाउँदै भने। कालो मुख लाएर रमेशले सानो बोरामा भेला पारेको 2 माना चामल, 1-2वटा केरा र 5-7वटा सेलरोटी देखायो। बसन्त, पुण्यराम र अरू 7-8 जना देउसे कालो बढन निलो भए। बलिराजाले एकदमै निराश भएर भने, भन त ए बसन्त, हरेक वर्ष किन यसरी मेरो सामु झन्झन थोरै भिक्षा लिएर आउँछौ तिमीहरू? कि तिमीहरू देउसी खेल्दा मेरो नाम लिँदैनौ? मैले पठाएको भन्दैनौ? महाराज, म हजुरलाई सबै कुरा विस्तारमा बताउँछु, तर त्योभन्दा पहिला मेरो एउटा सानो अनुरोध छ कि म प्यास मेटिने गरी पानी पिउन पाऊँ। यो सुनेर राजा साँच्चै चिन्तित भए र दासीलाई एक अम्खुरा पानी मगाए। बसन्तले त्यो पानी एक सासमा सिद्ध्यायो। पानी पिउँदा उसको रुद्रघण्टी बजेको आवाजले त्यो शून्यतालाई अझ शून्य बनाएको थियो। पानी पिएर केटाको आवाजमा बसन्तले भने, महाराज, क्षमा गर्नुहोस् हामीलाई। अब यो समाजले हजुरलाई बिर्सिँदै गइरहेको छ। हजुरको नाम लिएर देउसी हिँड्ने देउसे पनि वर्षै पछि पातलिँदै गएका छन्। तपाईका नाममा भिक्षा माग्ने धेरै मान्छे सहरका पबहरूमा मातेर रातभरि नाचिरहेका छन्। अनि सुरक्षामा खटिएका प्रहरीहरू हजुरका देउसीलाई 10 बजेपछि गाउन रोकिरहेका छन्। हामीले त उनीहरूको आँखा छलेर आज 11 बजेसम्म जसोतसो देउसी खेलेर आयौँ। महाराज एकछिन मौन भए। महाराज एकछिन मौन भए अनि केही सोचे जस्तो गरेर भने, अनि बसन्त, घर बस्ने पनि त निकै थिए होला नि, तिनले मेरो नाममा भिक्षा दिन मानेनन्? महाराज, हामी गएको धेरै घरमा मान्छे त थिए, तर उनीहरूसँग समय थिएन। कोही हातमै भिक्षा लिएर आए। उनीहरूको एउटा हातमा मोबाइल थियो, अर्कोमा पैसा। पैसा दिँदा पनि उनीहरूको आँखा मोबाइलमै थियो। मलाई लाग्छ ती भिक्षा दिने कसैलाई पनि हाम्रो अनुहार याद छैन। लाग्थ्यो उनीहरू हाम्रो भिडियो खिच्न मात्र त्यहाँ आएका हुन्। महाराज, कोही त देउसेलाई भिक्षा दिन तलसम्म पनि झरेनन्। बसन्तले निराश भएर सुनायो। महाराज, मैले सुनेको अर्को कुरा के भने, मार्क जुकरबर्गले हजुरका प्रजालाई दासी बनाएका छन् रे। सबैको समयलाई बन्दी बनाएको छन् भन्ने सुनेको छु। बसन्तले सानो स्वरमा महाराजलाई सुनायो। महाराजले त्यो कुरा सुनेपछि केही बेर सोचमग्न भए। सभाकक्षको चक्कर लगाए र भने, बसन्त, मलाई डर लाग्न थालेको छ। सबैले मलाई बिर्सिन्छन् कि भनेर। यो कुरा भन्दा बलिराजाको आँखा आँसुले भरिएका थिए। महाराज, मलाई पनि साँच्चै डर लाग्न थालेको छ। आज पानी पिउन नपाएर गिटगिटी हुँदाहुँदै पनि कोही घरबाट निस्केनन्। मलाई त लाग्छ मार्क जुकरबर्गले हजुरका प्रजाको समयलाई मात्र नभएर मानवता र पहिचानलाई पनि बन्दी बनाएको छ। अब त हजुरले आफ्नो प्रजाको बारेमा सोच्ने बेला आएको छ। बसन्तले यति भनेर लामो सास लियो। बलिराजाले पनि लामो सास लिए। राजा निकै टिठलाग्दो देखिएका थिए। उनको अनुहारमा आफू राजा भएको वा नभएको अलमल छल्कन्थ्यो।
राजाले बिस्तारै बसन्तको कपाल मुसारे अनि भने, भइगयो, म रिसाउँदिन नरो, बरु भोक लागेको होला, खाएर जानु, अनि सबै साथीलाई पनि खुवाउनु। बरु रमाउन पुगेको छैन भने एकछिन यतै नाचगान गरे हुन्छ। खुसीको चाडपर्वमा यसरी मुख बिगार्न हुन्न। भक्कानिँदै बसन्तले भन्यो, महाराज, मैले आज एउटा केटो देखेँ जो हामीले देउसी खेलेको एउटा घरको झ्यालमा बसेर तपाईँलाई खोजिरहेको थियो। मलाई डर छ महाराज, बाटो बिराएका हजुरका प्रजाले के उसलाई तपाईँसम्मको बाटो देखाउलान्। महाराजले केही नभनी बसन्तको कपाल एकछिन मुसारे अनि बिस्तारै थाके जस्तो चालमा आफ्नो शयन कक्षतिर लागे। सुनिन्छ त्यो रात देउसे केटाहरूलाई राजाको दरबारमा नाचगान गर्दा गर्दै प्रहरीले समाएर लग्यो अनि भोलिपल्ट भाइटिकाको दिन छोडे। तर उनीहरू सँगै पक्राउ परेका बलि राजाको पनि आजसम्म अत्तो-पत्तो छैन। के तपाईँहरूले बलि राजालाई कतै देख्नु भएको छ?